हेलो, यहाँ म चाहिँ अहिले यो काठमाडौँको यो जो मैले लिइराख्ने जो हामीले सिल्यानतिर चाहिँ जो बिरुवाहरू छन् त्यही नर्सरीमा आएको छु म। भोलि म यहाँबाट धेरै बिरुवाहरू लिँदैछु सिल्यानको निम्ति। अझै कतिजनाहरूले अर्डर गर्न बाँकी हुनुहुन्छ, कसलाई कस्तो कस्तो चाहिन्छ, कुन कुन साइजको, कति मुखे फल्ने, मुखदार चाहिन्छ कि सादा, कस्तो कस्तो चाहिन्छ मलाई आज रातिसम्म नै हजुरहरूले कमेन्ट गर्नुहोला। भोलि यहाँबाट बिरुवा धेरै बिरुवा हाम्रो सिल्यानतिर आउँदैछ, बिरुवाहरू भोलि जाँदैछ। तपाईँहरूलाई एकदम भिन्नै भिन्नै बिरुवाहरू छ, हेर्नुहोस्। हजुरहरूलाई अब के कस्तो चाहिन्छ हजुरहरूले मलाई एकदमै कमेन्टमा लेख्नुहोला, भन्नुहोला। यहाँ धेरै बिरुवाहरू छ, हेर्नुहोस्। यहाँ भिन्नै भिन्नै बिरुवाहरू हेर्नुहोस्। यो सानो साइजको छ, सादा बिरुवा होला यो पक्कै पनि। यो मुखदार बिरुवाहरू हो, मुखदार बिरुवा पऱ्यो यो पनि सादै पर्छ होला। यो पनि त्यसै हो। यो पनि यो चाहिँ मुखदार 5 मुखे फल्ने बिरुवा चाहिँ यो हेर्नुहोस्। यी हजुरले देख्नु पनि 5 मुखे, यो चाहिँ झन्डै 1.5 फुटभन्दा हाइट छ, यति हाइट छ, यति राम्रो बिरुवाहरू छ। हजुरहरूलाई चाहिन्छ भने एकदमै मलाई चाहिँ कमेन्ट गर्नुहोला, कतिजना छुट्नु भएको छ। किनभने योभन्दा पहिले लगाउनु पर्ने थियो, तर अब हामीले चैत वैशाखमा लगाउन सकिएनौँ। अनि फेरि असारको महिनासम्म, जेठ असारमा लगाउनु हुन्थ्यो। यो पानी परेर जमिन एकदमै धेरै तातिएको कारणले गर्दा हामीले चाहिँ के अरे लग्यो भने जमिनको तातोपनले यसका ढाँट नै मर्न सक्छ भन्ने डरले हामीले चाहिँ लिन सकेनौँ। अब जमिन चाहिँ चिसो भएको छ, अब चाहिँ हामीले लगाउन सक्छौँ। हेर्नुहोस्, यो 5 मुखी बिरुवाहरू छ यहाँनिर। यो 5 मुखी बिरुवा छ। हजुरहरूले चाहिँ कतिजनालाई चाहिन्छ, कस्तो कस्तो चाहिन्छ, सादा, मुखदार अनि कलमी, मलाई चाहिँ हजुरहरूले खबर गर्नुहोला। आज रातिसम्म नै मलाई गर्नुहोला। भोलि बिहान यहाँ चाहिँ म 10 बजीभित्र यहाँबाट निक्लिहाल्छु। त्यसपछि फेरि अर्को वर्ष फेरि जान्छ फेरि अब समय। त्यसैले चाहिँ हजुरहरूले चाहिँ मलाई कमेन्ट गर्नुहोला है त।